म चाहिँ उता गङ्गाबहादुरले उठाउन लिएर गए मलाई, अनि उठाएर लिएर आइयो। जस टङ्कबहादुरका घरमा हामी आइपुग्दाखेरि यहाँ फायरिङ चल्यो। होइन, गोली लाग्नुबाट पल्टिनु त राम्रो नै ढल मर्नु त। अनि त्यहाँदेखि एक दुईपल्ट पल्टिएपछि अनि त्यो खोल्छ त्यो मान्छे नदेखिने खोल्छ उकालो निस्के माथि डाँडामा आउँछ भनेर डर भयो नि त। पारी टर्यो भने त म निगार्छ। परालले अगाडिको दिन खोज्नु आउँदाखेरि बोन्डुको कुजोले हानेको अझै पनि दुख्दैछ यहाँ। राजनीतिले भुलेको तर इतिहासले छिन्ताङ काण्ड भनेर सम्झिरहेको त्यो खाल्सा क्षेत्र खोकु, छिन्ताङ र आँखिसा लामा 15 जना गुमनाम शहीद भएका हुन्। दक्षिण एसियाली मुलुकमा कम्युनिस्ट आन्दोलन चलिरहेको समय 2036 सालमा त्यसको एक झिल्को पूर्वी नेपालको किराँत बस्ती धनकुटामा पनि पर्यो। छिन्ताङको कुनामा अघोषित शहीद बनिएकाहरू यहीँको कुनामा उभिनु पर्दाको पीडासँग सिंहदरबार किन दुख्दैन? देशको लागि बलिदानको अर्थ बेखबर भए पनि अघोषित शहीद परिवार अझै रुन चाहँदैनन्। किराँती संस्कृतिको मान्यता छ मरेको मान्छेको लागि कहिले रुनु हुँदैन। Osi bakda cha salala Telefoni biya dis kamati Sare tumko cheli Telefoni biya bet gata ni dad ko cheri sumujin dekheri eri purune jai jhala la सालमा नेपालमा पनि कम्युनिस्ट पार्टी स्थापना भएर त्यो कम्युनिस्ट पार्टी सबभन्दा पहिला धनकुटाको चाहिँ यो चुङमाङ भन्ने ठाउँमा, त्यसको चाहिँ खोकु छिन्ताङ भन्दा पश्चिमतिरको चुङमाङ भन्ने गाउँमा 2006 सालतिर कम्युनिस्ट पार्टीको एउटा चाहिँ नि संगठन बन्यो। त्यहाँबाट चाहिँ नि खोकुमा सर्यो, छिन्ताङमा सर्यो, अनि सर्दै चाहिँ नि धनकुटा जिल्लाको सदरमुकाम हुँदै फेरि तेह्रथुम हुँदै सङ्खुवासभा हुँदै 2036 सालमा आइपुग्दाखेरि धनकुटामा कम्युनिस्ट पार्टी व्यापक रूपमा विस्तारित भएको थियो। त्यसमा पनि छिन्ताङमा चाहिँ अझ बढी व्यापक रूपमा विस्तारित भएको थियो। छिन्ताङ आइसाललाई यो तीनवटा गाविस मात्रै आन्दोलनमा उत्रियो अनि दमन सुरु गर्यो। यहाँको पहिला नेतृत्व गर्ने चाहिँ बमदेवान र विकल। यो चाहिँ हाम्रो गोविन्द विकलजी र मेरो चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि बाल्य हैन इनोसेन्ट एउटा एडभेन्चर। त्यति बेला माओ सेतुङका रातो किताबहरू उक्तिहरू आएका हुन्थे। सङ्गठन गर्नुपर्छ, किसान मजदुरलाई सङ्गठित बनाएर उनीहरूको हक अधिकार दिलाउनुपर्छ र उनीहरूमाथि अन्य अत्याचार शोषण दमन गर्नेको विरुद्धमा लड्नुपर्छ भन्ने किसिमका हामीलाई गुरु ज्ञान थियो हैन। त्यसलाई चाहिँ सङ्गठन कसरी गर्ने त भन्ने बारेमा गाउँ गाउँमा सबभन्दा पिसिएको, सबभन्दा अज्ञान, सबभन्दा के भन्दाखेरि केही नजान्नेहरूको माझमा गएर हामीले ज्ञानहरू दियौँ। झापाकाण्ड हो, झापाकाण्डदेखि झापाकै झिल्को हो यो छिन्ताङ पनि। यो 36 सालको दमन चर्किँदाखेरि चाहिँ यहाँ नेतृत्व गर्ने एमनाथ बरालले नेतृत्व गरेका थियो। एकको माध्यमबाट सारा भनेर आदरी इलाका बनाउने भनेर शिक्षा दिन्थ्यो। आदरी इलाका बनाएको ढङ्ग त यस्तै आदरी इलाका बनाउँदै जिल्ला कब्जा गर्ने भनेर भनेको थियो। तर राजावादी रहेछ एमनाथ बराल चाहिँ, त्यसको अनुहारै देखा परेको छैन। यहाँ त्यो घाँस काट्ने, गोबर सोर्ने, पानी ल्याउने, अब खाएको छ खाएको छैन, भोकै छ कि तिर्खे छ कि त्यो छैन याद, तर मात्रै खाली काम सघाउनु पर्ने। त्यो हिजोको प्रथा पनि त्यही थियो। त्यो हिजो पनि त्यो कुनै के अरे जिमोल मुखियाका घरमा गएर
दिनभरि बिहानदेखि बेलुकासम्म काम गर्यो तर खाजा खान चाहिँ पाइँदैन। वर्षमा एकचोटि भदौको दिनमा मजिएबालाई चाहिँ ठुलो फेता उठाएर छाता ओढाएर तरवार भिरेर अगाडि पछाडि बन्दुक पड्काउँदै होइन बाजा बजाएर चाहिँ उहाँ देवीथानसम्म चाहिँ सवारी चलाउने चलनहरू थिए। त्यो दिन गाउँभरिका सबै मान्छेलाई चाहिँ टन्न माने प्रसादीको रूपमा मासु भातहरू दालहरू खुवाउने चलन थियो। त्यत्रो के भनेदेखि तपाईँको 4-5 मुरीको भात पाकेको है त्यहाँको मासु दालहरू सबै त्यो तपाईँको खतम भयो, गाउँहरू कोही पनि आइदिएन। यसरी उनको जुन जे चाहिँ चलनमा आएको थियो त्यो गाउँलेहरूले बहिष्कार गरे। ती मूल ठुलो मान्छे भएको हुनाले त्यस आन्दोलनमा ज्यादा मार चाहिँ ठुलो वर्ग शत्रुको रूपमा रामलाल माझीले पाउनुभयो। 2027 सालतिर यो छिन्ताङको ठुला ठालो शोषक सामन्त झाली फटारले जनतालाई एकदमै पेलिराखेको थियो। जनतालाई एकदमै चाहिँ शोषण अन्याय अत्याचार भ्रष्टाचार गरिराखेको थियो। त्यो त्यसको विरोधमा सङ्गठित यो रातो झन्डा भन्ने एउटा आयो त्यो लाइन। त्यसमा बम देवान गोविन्द विकल सामुगाउँको स्कुलमा उनीहरू आजको मावि त्यतिखेरको जुनियर हाई स्कुल भन्थे त्यो स्कुलमा काम गर्नलाई आएको। त्यसैबाट अनि हामीलाई अनि सङ्गठित बनायो। यसरी त्यहाँ शोषण दमन अन्य अत्याचार सहनु हुँदैन। खाउँ भनेको खानु नपाउनु, बसौँ भनेको बस्नु नपाउनु, लाउँ भनेको लाउनु नपाउनु, न्याय नपाउनु, उनीहरूकै मात्रै तानासाही भनेर यसरी नै हामीले अनि एउटा लट्ठी हो भने चिरिप्पा भाँचिन्छ भने एक लाठी 100 लाठी भयो भने हामी जब कुनै शोषक सामन्तीले अनि पेल्नु पाउने छैन भनेर हामीलाई कलास गर्यो। स्वयं के भनेदेखि रामलाल माझी जिल्ला सदस्य, त्यसपछि जिल्लाबाट आउने त्यहाँको बजेट सबै त्यहाँको निर्माणको बजेट आफ्नो कान्छा भाइ दुर्गालाललाई। यो पनि के अरे जनतालाई सह्य थिएन। उहाँको आफ्नै छोरो माइला छोरो गोविन्द सुब्बा प्रधान पञ्च, उहाँले आफ्नो स्वेच्छा प्रवृत्तिको र के भनेदेखि मजीमा हिँड्ने जिम्मेदारविहीन मान्छे र सबभन्दा त्यहाँ चाहिँ केबाट चर्क्यो भने चाहिँ लगभग 100वटा घरबाट चाहिँ धनी पूर्जा लिएर उहाँले ऋण, त्यो अनिकालको बेला त ऋण लिनुपर्छ, ऋण लिन जानुभएको मान्छे 3 महिना हराउनु। यता अनिकाल पनि भयो, मान्छे पनि मर्न थाले, पैसा निकाल्नु भएछ, त्यो पैसा कहाँ गयो अन्त सबै जुवा खेल्नु भएछ। एउटा त्यो पनि कारण भयो। दुर्गालाल माझिया कान्छा माझिया दुर्गालालले अब त्यत्रो ठेक्कापट्टा पानी सानी स्कुल बनाउने नालाहरू जोड्ने पैसा ल्यायो, नाला पनि जोडिँदैन, स्कुल पनि बन्दैन, पैसा इनामिना भयो। यो पनि आक्रोशको चिज भयो। त्यसपछि अब तिनीहरूको हामी चाहिँ वर्गीय शत्रु घोषणा गरिसकेपछि त सानोभन्दा सानो गल्ती र भुल पनि त हामीले खोज्ने भयौँ नि। हामीले खोज्दै गयौँ त्यो सानो रायोको दाना पनि पहाड जस्तो। असार 7 गतेतिरको कुरा हो। म उहाँको घरमा आएँ काठमाडौँबाट फर्किँदै। उहाँले के भन्नुभएको थियो, तपाईँले भनेको कुरा त गलत बाटो अरे, तपाईँको कुरा नसुन्नु भनेको छ। हामी त यहाँ त कारबाही पो गर्न थालेका छौँ। के कारबाही भन्दा राति चाहिँ जाने हो अनि त्यहाँदेखि ढिकुटी चाहिँ हान्ने हो भने त्यो काम नगर्नु होला, बरु दिउँसै जानुपर्छ। म दाङसिङबाट पनि त्यही पारी न हो, त्यताको पनि मान्छे पठाउँला। अनि पहिला चाहिँ हामीलाई अनिकाल लागेछ, खानु अन्न छैन, दिनुहोस् भनेर भन्ने, उसले दिँदैन, त्यसो भए तपाईँलाई हरिसाप दिन्छौँ, हामी समय सालमा बुझाउँछौँ है भनेर एउटा बही सही दिनु। त्यसो भए त्यसको एउटा कानुनी लडाइँ गर्न सजिलो हुन्छ भनेर चाहिँ भने थियो। अब हाम्रो कुरा नसुन्नु भने त 3वटा ड्याममै एक्सन गरेछ। नेतृत्व गर्ने भक्त बोलाना थिए। त्यसमा टहलमान, गणेश नाइका, खम्बहादुर, चुडामणि कार्की, म गडुलबहादुर पनि त्यसमा त्यही सङ्गठनमा थिएँ। खबरदार भाउजू, यो धान एक दाना तपाईँहरू बस आफ्नो खुसीले बेच्नु पाउँदैन। काम गर्ने यो गाउँको मान्छेले अरूलाई बेच्नु पाउँदैन। होइन, नानीलाई चाह छ भने तल ऋणहरू तिर्नुको लागि बेच्छु अन्न, त्यहाँदेखि पुग्यो भने पाठीले दिउँला, पुगेन भने मानाले दिउँला पो अरे। खबरदार, बन्द गर्नुहोस्, ठिक हुँदैन। खै चाबी ल्याउनुहोस्। त्यहाँदेखि त बन्द गऱ्यो। गरेपछि त्यो भरेको त अन्न पनि वापस राख्नु लगाएँ। अब जनताहरूको माग अनुसार मैले काम गरेको त्यो त। रामलाल
को ढिकुटीको कोदो मकै धानहरू जनतालाई अनि बाँडिदियो। कुन शर्तले बाँडियो भन्दाखेरि जब पछि त्यो ऋण तिर्ने उसले जब शर्तले, तर उसले मानेन। आयो डिएसपी पुलिसहरू आयो त्यो जाँच गर्नु, जाँच हाम्रो सफल भयो। त त्यहाँको जो गोटे कान्छाले के भनेको रहेछ भने, अनि यो भाखारी फर्नेहरू चिन्छौ? हजुर म चिन्दिनँ। कस्तो खालको थियो? पुरा कालो मात्रै कुरा गर्दै थियो, मधेसी कुरा मात्रै गर्दै थियो। अनि हतियार के थियो? तलवार, खुकुरी, भाला, बन्दुक थियो। त्यहाँदेखि त उसले बस अब के लेखौँ त, नचिनेको मान्छे भन्छ, भवितव्य भनेर भवितव्य लेखेर गयो। बाहिर त्यो एक दुईजना कार्यकर्ताहरू पुलिसहरूदेखि भाग्दाखेरि अनि त्यो भिर पहरामा चाहिँ उदेकको किसिमको चाहिँ एक्टिभिटिजहरू एक दुईवटा देख्न पाइयो कि रुखबाट चाहिँ निहुरेर तल जाने, अनि तपाईँको बाँसको टुप्पाबाट चाहिँ फेरि समातेर भर्लाको लहरामा लठारोमा चाहिँ समातेर डाँडा पारी चाहिँ हाम फालेको दृश्यहरू एक दुईवटा देखेपछि ला छिन्दाङ सबै तपाईँको ट्रेन्ड छ, सब सकिसकेको छ के भने यहाँ चाहिँ के अरे यो पुरा नदबाइकन अब यो आगो लाग्ने भयो। त्यो पार्टीबाट पास गरेर नै त्यो गऱ्यौँ। त्यो कुरोहरू नमानेर एकैचोटि 3 अड्डा समेत अनि उल्टाएर ल्यायो। डिएसपी अफिस, माल अड्डा अनि होला गरेर 3 अड्डाका कर्मचारीहरू सबै अनि छिन्ताङलाई सबै घेरा दिए। सबै त्यतिखेर 6 जनालाई पक्र्यो। जस्तै चुडामणि कार्की, टहलमान, गणेश नाइका र जहर सिंह, मेम्बा सिंह गरी एकजनाको नाम बिर्सिसके। 6 जना पक्रेर विराटनगर जेलमा 6 महिना राखेर अनि छोडिदियो। अनि त्यहाँ पक्रिहाल्यो। म चाहिँ तपाईँ गोठाले खेताले हुनु भनेर ती बस्नुलाई उनीहरू लुक्यो। उदय बस्नेत र त्यो देवी र त्यो ठुठी कान्छी क्या, उनीहरू चाहिँ त्यो 3 तले घरको त्यो हुन्छ नि त दुलो, त्यो दुलोभित्र पनि उनीहरू नचली बस्नु नि त। उनीहरू खस्रा खस्रा चढ्दो रहेछ। अनि धुरीमाथि चढ्यो क्या, एउटा काले काले खेत थियो कि बाहुन थियो। म धुरीमाथि चढेर यसो सुन्छ क्या, अनि उनीहरू खसे खसे गर्दो रहेछ। अनि धुरी च्यातेर निकाल्यो त माथि। उदय बस्नेत भयो, चन्द्र भयो, उसको भाइ साइलोको नाम के पो नि, त्यो पक्रियो। बुढा 4 जना पक्रियो, मसुदा 5 जना। त्यो त्यस बेला अब हामीलाई यता सुन्नु न, हातकडी लाएको छ नि त, उभाएको छ, यहीँ बस्नु उभाएको छ। अनि जोडी जोडी अनि हिँडाउनलाई। अनि त्यो स्यामे थियो नि डिएसपी, के भन्यो भने अझम ईशुमान सिंह महाशेर भएर गोलीमानको घर जलायो भने कि अब म त जलाएकै होइन, रिस उठेर होइन सर म कुन ठाउँमा थिएँ, कहाँ थिएँ, कसरी मलाई लाउनुहुन्छ भनेर भने क्या। ड्याममा आएर दिइहाल्यो नि। अब पन्ज ठुलो म सानो मान्छे, ड्याम किन हिर्काइहाल्यो। अनि म जलाएको होइन, म छोडिनँ गएँ, म जलाएको कुन ठाउँमा थिएँ, म कहाँ त्यहाँ जलाएको, त्यहाँ भएर भने अब नभएको कुरा। अनिदेखि सास फुसफुस जान थालिहाल्यो। अनि त्यहाँदेखि त अनि तल विराटनगर लगाएपछि यसो गर्छु, यसो भएपछि सास जान्छ क्या, फुसफुस यहाँ ठोकिने यसो गरेपछि यहाँ यसो गऱ्यो अनि सास जाने। तर राम्रो भएको बेला त मजाले फेरि सुनिन्छ नि, यो कान नसुन्नु त अप्ठ्यारो रहेछ नि त। त्यसपछि अनि 36 सालमा चाहिँ हाम्रो गणेश बहादुर नाइका, तहलमान, दलबहादुर छेत्री, बद्री खड्काहरू के अरे भाइहरू चाहिँ तपाईँको जम्मा 72 जना मान्छे पक्रेर ल्याए त्यो 36 सालमा। त्यो आफैले पुलिसले बनाएको त्यो काँड धुनहरू बोकाएर सबै काँड बनाएर धनु बनाएर सबै गुरिल्लाहरू यस्ता छन्। लुगा पनि त्यस्तै किसिमको लगाइदियो। यस्तो 5-7 के अरे नदेख्ने बनाएर चाहिँ हिँड्छन् भन्ने देखायो। त्यतिसम्म नाटक गर्यो।
त्यो असारमा त्यो ढाका मुद्दा चलाइदिए। उनीहरू अहिलेको जस्तो भने त्यो राजकाज मुद्दै हुन्थ्यो, बढीमा लुटपिट हुन्थ्यो। तर पनि यो पञ्चहरूको बदमासीले चाहिँ यिनीहरूलाई कहाँ राजनीतिक चाहिँ इज्जत दिने, त्यो डाका बनाए। त्यसको साथसाथै झन् उनीहरू अनि एकदमै चाहिँ चिडिराखिएका थिए त्यही पञ्चेहरू, त्यतिकै हामी फेरि चिडिराखेका थियौँ हामीहरू। अब झन् उनीहरू शोषण गर्नु नछोड्ने, हामी पनि फेरि त्यसको विरोध गर्नु नछोड्ने, ज्यानै गए पनि जाओस्। माझिया खालहरू आउँदैछ हाम्रो खेत काट्नु लुट्नु, त्यो कसरी बचाइदिनुहुन्छ? हत्याका म बचाइहाल्छु नि, पोलिटिकल गर्नु पर्यो नि, खेल्नु पर्यो नि राजनीति। कि उसको छोरी यहीँ थियो नि, त्यहाँ गएर बाबु तिमी आमा बाबुसँग यो कुरा नगर्नु, त यहाँ रहेछ गाउँ त बिग्रिसकेको छ। मैले भने किन? तलवार बन्दुक तयार गरेको रहेछ, तिरहरू तयार गरिसकेको छ, खेत लुट्ने बित्तिकै फर्किँदैन, मारिहाल्छ भनेर भने। हो र काका, हो कि होइन? यो के अरे आउने बित्तिकै के हुन्छ? म त बस केही भन्नु सक्दिनँ। यहाँको जनताहरू एकदम कस्तो भइगएको छ भनेर उहाँ गएर त फेरि भने त ल बुवा नआउनु, खेत नलुट्नु, त्यहाँ माङथिङ बिग्रिसक्यो। यस्तो यस्तो तिहार छ, के को लुट छ? म त खानु पर्यो, त्यहाँदेखि मैले भनेको कुरा मान्ने भयो। ढिकुटी फर्ने, ढिकुटी अब धनी मनीहरूको ढिकुटी फरेर लगानी गरियो, तर तिर्ने हिसाबले र पछाडि तिरो पनि, अनि मुद्दा पनि जित्यो। 6 वर्ष जेल, 6 वर्ष 7 वर्ष जेल भगेर असार 12-13 त्यसको मुद्दा 3वटा डाका मुद्दा चल्यो। एउटा चिन्तबहादुर पौडेलको घरमा ढिकुटी तोडियो, एउटा बकसमान राईको, एउटा कृष्णबहादुर। तर त्यो 3वटा मुद्दा डाका मुद्दा चलाइदिएर त्यो डाका मुद्दा मैले सर्वोच्च अदालतसम्म खेपिदिएर त्यसलाई सफाई दिलाएको छ साथीहरूलाई। बस्नु त बस्नुभयो 5-6 वर्ष 5-6 वर्ष जेल, तर पनि त्यो चाहिँ नि प्रकृतिको हिसाबले जुन कारबाही गरे पनि त्यो मैले नै जिम्मेवारी लिनुपर्ने हुँदाखेरि मैले नै चाहिँ मुद्दा, मैले त्यो तारिकमा जाँदाखेरि एउटा जुलुस गए जस्तो हुन्छ सर। काठमाडौँमा त सडकमा चाहिँ खोकु छिन्ताङका मान्छे पोको पतेवरा बोकेका छन्, म अगाडि साथीहरू तारिकमा जाने गर्दाखेरि यो के को जुलुस हो भन्थे। पुलिसहरू राइफल लिएर घुम्ने होइन, बेला बखत तर्साउनलाई बन्दुक पनि पड्काउने, जसले गर्दाखेरि पुरै गाउँहरू आतङ्कित थिए होइन। अनि त्यही बेला चाहिँ हतियारको विरुद्धमा हतियार बिना हुन्न भन्ने किसिमको कन्सेप्ट चाहिँ आएको थियो है। अनि हामीसँग कुन हतियार हुन्छ त भन्दाखेरि पारम्परिक हतियारबाट चाहिँ उनीहरूको नयाँ राइफलहरू खस्ने, अब गुरिल्ला चाहिँ छापामार युद्धको चाहिँ सुरुवात गर्ने भन्ने किसिमका कुराहरू त थियो, तर बन्दुकै भेला पारिहाल्ने हानिहाल्ने भन्ने स्थिति थिएन। अनि अब त्यत्रो हाम्रो घर डाङ डुङ गरेको मेरो चाहिँ धान विनाश पारेको, रुखपात विनाश पारेको त्यस बेला दलालले, त्यो मान्छेले चाहिँ कम्युनिस्ट भन्छन्, अब खुलेर आउँछ भन्थ्यो, फेरि दिनमै आउँथ्यो भन्थ्यो होइन। मैले त्यो नदेखेको किताब बोकेर आउँथ्यो भन्थ्यो। म पल्लो जानु पर्यो भने एउटा निहुँ गरेर जानु पर्थ्यो, कहाँ हुँदैन थियो त्यस बेला त। अहिले त्यो खुलेर अन्त म यहाँ रिसाउँदैछु त। यहाँ होइन, यता बस्यो, यहाँ बस्यो, यहाँ मारेको, यहाँ मारेको त्यो होइन। त्यो के अरे कालो लगाएर त पुरेको छ त्यो ढुङ्गोदेखि माथिपट्टि। कुन चाहिँ यस्तो सेपमा पो राखिदियो त है। यो कालो लाएर यहाँ अनि यसरी यो सेपमा राखिदियो। मलाई लाग्छ यहाँनिर जस्तो लाग्छ मारेको थियो यहाँ हो। लास्टमा हामी आएको आयो
त्यहाँबाट यो गल्लीमा हामी आयौँ। यहाँबाट यस्तो तेर्सो जान्छ यो गल्ली, लाखन टाढोको जाने बाटो छ। त्यो गल्लीमा हामी आइपुगेपछि पर फायरिङ भयो, लाखन साधुले उहाँ मारेको। त्यहाँ फायरिङ भयो अनि त्यहाँबाट उनीहरू पनि आए। उनीहरू आइसकेपछि अनि त्यहाँबाट त्यहाँ चाहिँ हामी को थियौँ त भन्दाखेरि गोपीलाल दमाई, म, टङ्कबहादुर विश्वकर्मा, गम्भीर बन्द, हामी 4 जना थियौँ। 4 जनामा 2 जनालाई चाहिँ तिमीहरू उता हिँड भनौँ, उतातिर लिएर गयो। अनि हामी 2 जनालाई चाहिँ तिमीहरू चाहिँ उतातिर भाग भनेर भन्यो। अनि भाग भन्दाखेरि अब हामी चाहिँ हिँड्यौँ, फेरि उतै के अरे गल्लीतिर लाग्यौँ। अनि हामी जो 2 कदम उता अगाडि चलिसकेपछि त्यहाँ मार्ने काम भएछ, ड्याम कि ड्याम, अब त्यहाँ मारियो। त्यो त एकदम चाहिँ हाम्रो कानमा प्रत्यक्ष अब सुनिसकेपछि हो यहाँ चाहिँ मान्छे मारिएछ। तर मलाई विश्वास थियो यहाँ मात्रै मान्छे मारिएछ भनेर, अरू चाहिँ मारिएको जस्तो मलाई लाग्दैन थियो। अनि त्यहाँबाट बिहान जे होस् 7 बजे उज्यालो भयो। उज्यालो भइसकेपछि त्यो रन्जु पुमाको चाहिँ लास दबाइसकेको रहेछ। त्यहाँ दबाएर उनीहरू आएको रहेछ। त्यहाँ हामीलाई नि बोलाउने काम, हामीले बोलाइसकेपछि अनि आएर हेर्दाखेरि यहाँ पनि बाउले मारिरहेको छ, यहाँ टङ्कबहादुर विश्वकर्माले मारिरहेको छ। अनि त्यहाँबाट ल सबैजना मर्छ, मारे, लास दबाउने काम गर्छ। यही हो जब यो ढुङ्गाको पर्खलहरू छ, यो सबै उहाँको के भन्छ प्रतिष्ठान रणरोज पुमा राईको ढलेको थियो उतापट्टि टारमा 36 सालको नरसंहारको 25 गतेदेखि सुरु भएको यो दमन चाहिँ पहिला गोपाल आनन्द खरिखोला भन्ने ठाउँमा 7 नम्बर वार्डको खरिखोलामा शहीद भयो, गोली हानेर मार्यो। अनि लास पनि उसको त्यही खोला अमेरिका अरुण खोलामा, यही खानी खोलाको 2 जना, अनि तारीबिरेमा ती 13 वर्षको विद्यार्थी लगायत यहाँ गहटे कामी गणेश विश्वकर्मा 25 गते 25, 26, 27, 28 सम्म दमन भयो। तोसोबाट 4 फायर, माथि बेलटारमा 1 फायर मात्रै। म अब खेतमा पानी नलाई लाउनुपर्छ भनेर आएको, अनि उनीहरू के थाहा माथि आएको छ भनेर म पानी भए बन्नु पड्किन थाल्यो। अनि रेस्ट त्यो खोलाबाट त्यो थरीको घर छैन हो, त्यो बाटो लाग्यो उकालो। अनि त्यहाँदेखि रेस्ट गरेर त्यो अब देवनको बहिनी कि देवी भन्छ नि त, हौ किन दाजु दौडेको दौडेर ए उहाँ आयो सेनाहरू पराएर हामीले यति फायर हान्यो भनेर। अनि ऊ पनि मेरो पछि आउँदैछ। अनि त्यहाँदेखि तेल पानी निस्क्यो, उनीहरू लड्को आयो, त्यो मलाई गोली हानेर लड्को आएपछि त्यो गोलघाट तल नाउ छ, टाँसेको नाउ, अनि उनीहरू त्यो बगाउनु गयो। अनि डाङडाङ डुडो बन्चुरोले फुटाएको पनि माथि आवाज भएपछि अनि नारायण भने साङपाउ तपाईँ ऊ चिन्नु छ, अनि उसले जाउँ, ऊ अगुवाई थियो नि त त्यसले। अनि जाउँ भन्छ, हामी माथिबाट डुङ्गो पर्छौँ भनेको, तातो गोली खाने हो भने जाउँ भनेर भन्छ कि मानेन। नमानेपछि उनीहरू त्यो नाउ बगाएपछि गाउँ लाग्यो। त्यो 36 सालको दमनमा चाहिँ अब भागेर फटारो आएपछि भाग्नु पर्ने, लुकिहाल्यो। अनि बस्ती भागेर खोलिदियो, त्यो भाँडा कुच्चाइदिएर, भाँडा फुटाइदिएर, चौपत्तै पुरै भैँसीहरू खोलिदिएर, अनि मौरीको यस्तो ढोलहरू पल्टाइदिएर, अनि मौरी काड्यो, अनि मौरी पल्टाइदियो। अनि दुधहरू पछाडि आउँदाखेरि तल पुगिरहेको थियो, दुधहरू ढुटियो। अनि केरा काटेर चौपत्तै यो भेग त सार गरियो। हुन त प्रशासनले होइन है, यहीँको फटाहा दलालहरूले अझै बाँचिरहेको छ त्यो फटाहरू। इन्सपेक्टर प्रताप बान्तवाले उनीहरूले चाहिँ नि पक्रेर छिन्ताङमा प्रधानपञ्च नेत्रबहादुर राईको घरमा लग्यो। नेत्रबहादुरको घरमा लगेर 3 दिन राख्यो र त्यहाँ चाहिँ नि सुँगुरको खोरमा, माथिबाट कुखुराको चाहिँ नि खोर भएको, तल सुँगुरको खोर बन्दुकको घेरामा राखिएको थियो र त्यहाँ चाहिँ नि खान दिएको थिएन। तिनीहरूलाई मार्ने चाहिँ नि कुरा पनि गर्थ्यो बेला बेलामा। र त्यहाँ चाहिँ नि नेत्रबहादुरकी श्रीमतीले मकै भुटेर दिँदाखेरि पनि यी रानीका छोराहरूले खाने होइन यस्ता मकै त हामीले पो खाने हो भनेर चाहिँ नि तिनै पुलिसहरूले खाँदो रहेछन् त्यहाँ। र त्यसपछि
त्यही क्षेत्रमा मार्ने विचार गरेको रहेछ। त्यो अलिकति अपायक जस्तो अलि सेक्रेट ठाउँ पनि छ, त्यो मार्न भनेर लगाए उनीहरूलाई। त्यहाँ चाहिँ नेत्रबहादुरले के भन्नुभएछ भने मेरो गाउँघरमा चाहिँ यसरी मान्छे मार्नु हुँदैन। यी चाहिँ छिन्ताङका मान्छे मेरा कतिपय नाता सम्बन्धका, कतिपय चिनजानका, मेरो घरभन्दा डाँडोको पल्लोपट्टिकालाई वल्लोपट्टि मेरो गाउँमा ल्याएर म मार्नु दिन्न, नमार्नुहोस् भन्दाखेरि चाहिँ नि अनि के भने त्यहाँ ल्याएर चाहिँ ल्याइयो। र यसरी ल्याउँदाखेरि चाहिँ नि यो 27 गते बेलुकाको कुरा हो। त्यो ल्याएर चाहिँ नि उसमा पञ्चकन्यामा ल्याएर छोडियो। दुरुङ खोला तल ल्याएर अनि सेक्रेटली अँध्यारोमा ल्याएर त्यहाँ छोड्यो। के भन्यो भने उनीहरू ल आफ्नो आफ्नो घरमा गएर सुत बस खाओ पियो तिमीहरू भनेर पठायो। तर उनीहरूको लक्ष्य के रहेछ भनेदेखि त्यो आफ्नो आफ्नो घरमा गएर सुत्छन् उनीहरू। अनि घरमा गएर सुतेपछि चाहिँ नि राति विभिन्न समूहमा बाँडिएर जाने। पुलिस जति पनि थिए अब चाहिँ जति पनि भएको हुनाले कुनैको घरमा 2-3 जना जाने, कुनैको घरमा 2-4 जना, कुनैको घरमा 4-5 जना बन्दुक लिएर जाने अनि निकाल्दै मार्दै गर्ने। त्यसपछि त्यहाँ चाहिँ नि पञ्चकन्या मास्टर चाहिँ नि रणध्वज पुमाको घरमा चाहिँ गएर उनलाई बाहिर निकाले, घर मास्टर लगेर मारे। त्यस्तै गरिकन लाखमान साधु राईलाई त्यहाँबाट निकाले, केही पर लगेर मारे। र चाहिँ गङ्गाबहादुर तुप्रीहाङलाई चाहिँ नि घर मास्तिर लगेर अलिपरतिर बारीको भित्तामा लगेर मारे। त्यसकै मारे। टङ्कबहादुरलाई निकालेर लगेर केही पर लगेर मारे। गम्भीरमानलाई पनि घरबाट निकालेर परतिर बाटोको छेउमा लगेर मारे। यसरी विभिन्न समूहले या एकै समूहले पनि 1-2 जना त्यो किसिमले चाहिँ के थियो भने एकै ठाउँमा मार्नुभन्दा अब चाहिँ नि पृथक पृथक रूपमा कसैले नै देखिकन बिहानै अँध्यारैमा बेलुका चाहिँ नि भन्दा बिहानै एक रात बसुन् भनेर सजिलो एउटा प्लानिङ पनि गरेर उनीहरूले चाहिँ नि 28 गतेको दिन बिहान चाहिँ कार्तिक 28 गतेको दिन बिहान चाहिँ नि 4-5 बजेतिर त्यतिखेर अलि उज्यालो भएको ठिक्क देखिने सिलसिलामा मार्दै चाहिँ नि हत्या गर्दै हिँड्दै अनि घरका मान्छेले बोल्लास कराउलास रोलास त्यसो भयो भने तँलाई पनि यसै गर्छु भनेर भन्दै त्यो किसिमले चाहिँ नि एक्सन गरेर हिँडेछन्, मारेर गएछन्। त्यो फलाना तेरो पोइ कहाँ राखिस्, हिजोसम्म थियो, फलानाले त्यसो भन्दैछ, कहाँ पठाइस् भनेर कुञ्जो बन्नुको कुञ्जोले हानेको मेरो छातीमा भोगेको भन्छ। छाती चालेको कुरा के गरौँ, मुटु छोडिन्छ। 4 बजे रातमा आइपुगेपछि अनि हामी आमा छोरी चाहिँ गोवालमा सुतिराखेको थियौँ। अनि हे फल्ना हे लक्ष्मण भने छैन यहाँ छैन भने सोधो मान्छे सोधाइहाल्यो, यहाँ त छैन माथि गोवालमा छ भने ज्वाइँसँग ससुर ज्वाइँ सुतिराखेको। अनि हे फल्न उठा ओर्ली भने अब सोधो मान्छे सोधायो। अनि गोवालमा सुतेको अनि ज्वाइँ लुगाफाटा उता छोडेर अनि झऱ्यो ओर्लियो अनि गली लग्यो। अब कता लान्छ होला भने मैले त उता लडाउनुलाई लगेको रहेछ। अब के गर्नु, 4 बजे रातमा उठाउनु आयो परारी अनि उठाएर लग्यो। गोष्ठी डुल्नु पर्छ, पर गुराँसे जानुपर्छ, उठ फलाना भन्दै उठायो। म आउँदिनँ, फलानाको हातबाट म जानु आँटे भनेर हिँड्नुभयो। बन्दुक त पड्क्यो, एकै फेर बन्दुक पड्क्यो। अनि तर्साएको होला भने मैले, मेरो मनमा तर्साएको होला भने के को तर्साएको, आफ्नै जान लडाएको रहेछ। सात बजे दिनमा चाहिँ पहिले उड्दै गएँ पहिलो त। अनि यतिको हुन ए उहाँ त उठानो पो खुट्टाहरू एउटा खुट्टा यसरी मैले फेरि अब साडु मान्छे अनि हातहरू यति फालिहालेको अनि हटपट उठाए। टाटै थियो, 4 बजे रातमा लडाएको तर टाटै थियो। अनि यसो भेला पारे, यसै पारिदिएँ।
फुटाएर उहाँ जोडाइदिए। 5 महिनामा जाँदाखेरि केही पनि भएको थिएन। पुरेको रहेछ यसरी भाटा लाएर माथिबाट माटो थियो खन्दाखेरि केही पनि भएको थिएन। त्यति नै उसको लास हेरेको मैले। अब लान्छ नै होला अहिले। अब कपडा लगाउनु होइन, खाना खानु ल्याउँछ होला भनेर ढाबाट 1-1 जुराबाट धुइदिए अनि ढाबाट खाना पकाए के को ल्याउँछ। कहिले मैले हिँडाएको रहेछ मात्र आउँछ भनेको। अनि अहिले दिउँसोखेरि पो लाग्यो तिर्बेनी भन्यो। अनि शनिबार लागेको आइतबार, सोमबार पो दिउँसोखेरि खबर पाएँ। खबर पनि दिएन, त्यो पनि छाना राम्रो खबर बन्नु लागेछ। हिजो पछि घोप्टो अरे त्यो लास उठाउँदाखेरि यो त निर्दोषी रहेछ भन्ने गरी उठायो अरे। त्यो त्यसो गरेपछि कार्तिकमा मङ्सिरमा कि पुसमा आयो। त्यो थुप्रो आयो के फेरि टोलीहरू आएपछि मलाई लिनु आयो। अब उनीहरू त पहिले चौकी त पहिले नै पठाइसकेको थियो त। त्यहाँ आउने हल्लार मेलो लिनु आयो। गएन, फेरि लिनु आयो। 3 पल्ट आयो क्या। आएपछि गएपछि चौरमा थुप्रो बसेको थियो। अनि यस्तै कागज लेख्दै बसेको थियो। अनि पहिले मेरो मामाको छोरो पनि के अब यहाँ भेनाजु पऱ्यो यहाँ मिल्ने साथी त्यो भाइले सोध्यो होइन, फलाना के भयो कसोलाई सोध्यो कि उसले पनि थाहा छैन भन्यो। कस्तो थाहा छैन, कहाँ गएको के भएको भन्यो। अब ठाउँमा नभएको कुरा के भन्नु त भन्यो ऊ भाइले पनि। अनि फेरि मलाई बोलायो। म पनि त्यसो भन्यो। थाहा छैन, कस्तो थाहा छैन, आफ्नो श्रीमान थाहा छैन। थाहा नभएको कुरो के गर्नु त, कुन त मलाई थाहा छैन। बिहान परारी 2 जना केटा आएर माथि साडासेको घरमा ऊ सारले बोलाउँछ लिएर गएको त त्यहाँदेखि म थाहा छैन। कस्तो थाहा छैन भन्यो। थाहा छैन भन्यो। त्यति सोध्यो। अनि म सोच्नु सकेपछि त्यही त पढेको थियो नि के जाति अरे परारी माथि ढुङ्गो मुढो गऱ्यो के जाति भनेर पढेको थियो। तर हाम्रो चाहिँ भाग्नु पनि समय दिएको रहेछ। ए फलाना सखोज्नु जाऊ भनेर भाग्नु तरस दिएको रहेछ। तर के गर्नु त डरले होला। मसिनो मुलाको साग यति लिएर ढुङ्गोमा थियो। भोलि पर्सितिर जाँदाखेरि सुकाइ ओइली राखेको थियो। त्यो हाम्रो त्यति परेकोले नै एउटा गाउँमा मलाई एकजनाले भन्यो नै, अर्कोको घरमा डुल्नु हुँदैन रुन्नु हुँदैन समेत भन्यो त। त्यतिखेर 7 दिन कि 10 दिन गएको थियो। त्यतिखेर पो भयो त हाम्रो यहाँ छिन्ताङमा त। त्यति बेला उसको छेउमा के रुन्नु त। छिन्ताङ वडा नम्बर चाहिँ नि 1 भन्नु पर्यो या पाताल क्षेत्र भन्नु पर्यो है। त्यो पाताल क्षेत्रका शहीदहरू खास गरिकन रणध्वज पुमा राई, टङ्कबहादुर तुप्रियाङ राई, गम्भीरमान दर्जी, टङ्कबहादुर विश्वकर्मा, लाखमान साधु राई यी समेतका मान्छेहरूलाई चाहिँ त्यहाँबाट चाहिँ नि घर घरैबाट पक्रेर लग्यो। कोही धरानबाट भारी बिसाए डोको भरियाको रूपमा साउको भारी बोकेर आएर डोको बिसाउन पाउँदा नपाउँदै लग्यो। कसैलाई गोठाला खेतालाबाट लग्यो, कसैलाई घरमा सुतेको अवस्थाबाट उठाएर लग्यो। ती मान्छेहरू अत्यन्त निर्दोष निहत्था र चाहिँ नि त्यो किसिमका मान्छेहरू थिए। उनीहरूले कुनै पनि कसुर अपराध काहीँ केही पनि गरेको थिएन। ए होइन आमै त्यो त रुन कराउन भनेपछि त एकदम फिटिक एकदम शान्त हिसाबले खाल्डो खन्ने। अनि खाल्डो पनि कहाँ धेरै खन्ने हो र, 2 फिट 2.5 फिट खाल्डो खन्ने अनि लास लगाउने अनि हरिया सेउराले छोप्ने माथि ढुङ्गा लगाउने। 7 बजे 8 बजे बिहानी उठिए पथेन घरमा रुन्छ रुँदैन ल भ रुइन्छ म छैन जे छ पेटैमा छ। आमा छोरी मात्रै क्या न रुन्छ भने पो बन्दुकले सुलाउने पो। गम्भीरमानको र के अरे गङ्गाबहादुरको लास दबायौँ। त्यहाँबाट गएर चाहिँ लाखमान साधुको लास दबाएर घुमेर आएर चाहिँ त्यहाँ के अरे छुट्ने बेलामा नरबहादुर विश्वकर्मा जुन सूर्य प्रकाशको बुवा उहाँ रुनुभयो। ल है जेठाउ अब गाउँघरको आइन छैन, ल है जेठाउ अब दाजुको त यो हालत भयो
अब हुने चाहिँ के हो यो चाहिँ अब हामीलाई पनि जानकारी पाउनुपर्छ भनेर रुँदाखेरि यहाँ श्रीकृष्ण भन्ने राईले के भन्नु त भन्दाखेरि दाजुको त पालो पुग्यो अब तेरो पालो रुन्छस् तँ पनि भन्ने शब्दसम्म यो कानमा गुन्जिरहेको छ। बाउलाई मारेर बाउको चाहिँ लास दबाएर घरमा पुग्ने बित्तिकै ए ल यो पुलिसहरूले भात पकाउने चाहिँ दाउरा लिएर हिँड। आमा बिमारी हुनुहुन्छ घरमा, अब आमालाई त्यो के अरे यसो तातो पानी तताएर दिने छैन, गाई गोरु कराइराखेको छ गोठमा त्यसलाई घाँस दिने छैन, दाउरा बोकेर हिँड। अनि मैले सिधै भने म दाउरा बोकेर जान सक्दिनँ। आखिरी बाबुलाई पनि मार्नुभयो र म आमालाई पनि मार्नु मलाई भाग्दाखेरि भागेर अनि कहाँ जाने? अब अर्को उठा छ, अब यता भाग्दाखेरि अब के गर्ने है? यसो खेल्दैछ भाग्ने सायद लिने उता आयो अगाडि फेरि के गर्ने त कि अब राष्ट्रले सोच्नुपर्छ कि छिन्ताङमा शहीद काण्ड भएको हत्याकाण्ड भएको हो कि होइन, त्यति बेला शहीद भएको हो कि होइनन् र ती शहीदहरू के को लागि शहीद भएको हुन्? मैले के भनिरहेको भने यो ब्यानर मैले सुनेको थिएँ आयोजक समितिले बनायो होइन, कसले बनायो? माओवादीले ब्यानर बनाउँछ भने उसको नारा त लेख्न किन पाउँदैन? छलफलको विषय के हो यो? आमको स्ट्यान्ड आफ्नो छ यो नि ऐतिहासिक डे हो कि यो माछाले यो नि दुनियाँको यो चाहिँ यो ऊ हाल्ने हो। यो यहाँ चाहिँ गेम हामीले अर्थात् हालेको यहाँ यदि ऐतिहासिक डे आज भने ऐतिहासिक हुन्छ। यो हालथाप र यहाँ नि सबभन्दा यहाँको नपाएको यहाँ किन हाकिन्छ भने यो असह्य हुन्छ। राय सल्लाह अनुसार काम गर्नु हो, त्यति भयो होइन, त्यति होइन विकल्प त के त्यति नै हो। आँसु जराउनु अब उनीहरू अब मार्यो, सरकारले मार्यो, शत्रुले मार्यो, के थाहा छ? केही थाहा छैन। मानवहरू ताली बजाएर स्वागत गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शहीद कमरेड गोपाल आनन्द राई, श्रीमती थाम्या राई। आज 29 चोटि यो ठाउँमा आएका छौँ। हामीले थाहै नै नपाई 29 वर्षको वसन्त पुरा गरिसकेका छौँ। अब भन्नुहोस् छिन्ताङका शहीदहरूको बारेमा के पनि अगाडिका व्यवस्था गरिएको छ? यो भनेको नेकपा माओवादीले, नेकपा एमाले जिम्मेवार त्यसमा यो कुरा पाउनु पर्दछ भन्ने म सिङ्गो शहीदका परिवार
र मेरो व्यक्तिगत उहाँलाई आग्रह गर्न चाहन्छु, पञ्चायती व्यवसाय समाप्त गर्नको निम्ति छिन्ताङमा 15 जनाले शहादत प्राप्त गर्नुभएको होइन त? तिनीहरूको विरुद्धमा छिन्ताङका शहीदहरू लडेको होइनन् भने र त्यस्तैको नाममा शहीद भएका होइनन् भने आजको नीतिदेखि अब यिनीहरू शहीद होइनन्। तर 15 जना शहीदले सोचेको सपना के त? तपाईँहरूको एउटा पथ राख्ने, तपाईँहरूको एउटा नाम राख्ने, शहीदहरूले देखाएको बाटो हो, शहीदले देखाएको गन्तव्य हो। यो प्रश्नको जवाब तपाईँले यो मान्छेबाट दिनुपर्छ। अन्धकारमा बन्दहरू पड्किएको बेला छातीभरि सन्धिहरू गाडिएको बेला खुट्टाको छाती दुख्यो चाल पायो कि न्यायको विरोध गर्ने कसम खायो। शहीद प्रतिको हाम्रो जिम्मेवारीलाई हामी सम्झिरहेका छौँ। शहीदहरूले रगत बगाए नयाँ नेपाल निर्माण गर्नका लागि, शहीदहरूले रगत बगाए जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउनका लागि। 30 वर्ष बितिसक्दाखेरि पनि केही भएन र बिस्तार बिस्तार छिन्ताङ ओझेलमा परेको हो कि जस्तो हामीलाई लागिरहेको थियो। यो दण्डहीनता विरुद्धको आन्दोलनलाई कहाँबाट सुरु गर्ने भन्दाखेरि नेपालको एउटा तानाशाहीको, निरङ्कुशताको र राजतन्त्रको विरुद्धको एउटा आन्दोलनको रूपमा छिन्ताङलाई बुझ्नुपर्छ। किनभने एउटा सांस्कृतिक आन्दोलन, एउटा जनजातिहरूले गरेको आन्दोलन, जहिले पनि त्यो सांस्कृतिक त्यहाँका कर्मीहरूले, त्यहाँका जनताहरूले जो उत्पीडनमा बसेका हुन्छन् उनीहरूले यो देशको निरङ्कुशताको विरुद्धमा आवाज उठाएका छन्। तर उनीहरूप्रति नै जुन एउटा व्यवस्था गर्ने अर्थात् दण्डहीनतालाई चाहिँ निर्मूल पार्नेतिर राजनैतिक दलहरूको अलिकति पनि प्रयत्न हामीले देखेका छैनौँ। 2036 सालमा हाम्रो बुवा शहीद भएर चाहिँ शहीद हुनुभयो। तर उहाँ एउटा घरको, एउटा गाउँको, एउटा टोलको उहाँ शहीद हुनुभएको होइन, एउटा राष्ट्रको निमित्त शहीद हुनुभएको। तर राष्ट्रले अझ त्यो राज्यले अझ पनि अब 29औं वर्ष पार गरिसक्दा पनि अझसम्म राष्ट्रले र राज्यले त्यो छिन्ताङको शहीदहरूप्रति किन ध्यान आकर्षण गर्दैनन् भन्ने कुरामा चाहिँ अझ पनि हाम्रो असन्तोष छ। म यहाँबाट गइसकेपछि यहाँ जनताले पनि मलाई अघि रिपोर्ट गर्नुभयो अथवा शहीद परिवारहरूले पनि मलाई भन्नुभयो कि हाम्रा ती महान शहीदहरू अझै पनि राष्ट्रिय शहीदको रूपमा चाहिँ सम्मानित हुनुभएको छैन। त्यसो हुँदाखेरि यो पहल तपाईँले गरिदिनु पर्यो भनेर भन्नुभएको छ र मैले पनि यो विषयमा अत्यन्तै गम्भीरताका साथ सबभन्दा पहिला यी शहीदहरूको सम्मान, राष्ट्रिय शहीदहरूको रूपमा सम्मान गरिनुपर्छ भनेर म त्यो प्रस्ताव राख्नेछु। अब यो क्रान्तिलाई पूर्ण नगरिकन त्यो सम्भव हुँदो रहेनछ। अहिले भन्नुहोस् न, आयोगहरू थुप्रै गठन भए, ती आयोगहरूले दोषीहरू पनि पत्ता लगायो, धेरै मात्रामा पत्ता लगायो र त्यो सार्वजनिक पनि गर्यो। को अपराधी हुन् भन्ने कुरा नेपाली जनतालाई पनि थाहा छ, सबैलाई थाहा छ। तर तिनै अपराधीहरू अहिले पनि सरकारको माथिल्लो ओहदामा बसिरहेकै छ। त्यो नआउन्जेल हामी लडिरहनु पर्छ, मैले भन्न सक्ने कुरा त्यति मात्रै। तर तपाईँहरूलाई थाहा छ हाम्रो राजनैतिक नेतृत्वहरूले कसरी कुर्सी पाएपछि सम्झौता गर्छन् भन्ने कुरो हामी सबैसित संलग्न छ। त्यो हामीले फुलको माला लाएर नै उनीहरूको पाउने कुरो त होइन। अब 2 करोड जनताको लागि होइन, आफ्नो चाहिँ नि हक अधिकार पाउँछन् कि भनेर लडेका हुन्। अब त्यस बेला नै म मरेको भए पनि त्यही हुन्थ्यो होला, हो कि अन्त दलालले कति ठुक्दो हो हामीले नहेरिकन। तर तिनीहरूको सपना पुरा हुनुको लागि त कहिले हो त भने जनताले जहिले जनवादी आउँछ, जब किसानहरू जसले पनि अझ मेरो हावाले घर लग्यो मलाई चिन्ता नहोस् होइन, घर बनाइने पार्टीले, म बिमारी छु अब के को पैसाले अस्पताल जाने म चिन्ता नहोस्, पार्टीले मलाई उपचार गरोस्, तब मात्रै तिनीहरूको सपना पुरा हुन्छ मेरो मान्यता। त्यस कारणले म जनवादी नआइकन नमरौँ भनेर मेरो सपनै छ। तर म बिचमा मरिगइ नै हो कि कालगति थाहा हुँदैन। श्रीवाहरूको चाहिँ नै मुख्य रोल हो र त्यहाँ चाहिँ भूमिका खेल्ने मध्येमा चाहिँ शत्रुघ्न प्रसाद सिन्हा
लाई चाहिँ नि यो ऊ चाहिँ जनकारबाहीमा पर्यो भन्ने मैले सुनेको छु र त्यस्तै गोविन्द वालिङ राई पनि जनकारबाहीमा पर्यो भन्ने सुनेको छु। त्यो दुईजनालाई चाहिँ जनकारबाही भइसकेको कुरा मैले सुनेको छु। तर खास कारबाही गर्नुपर्ने चाहिँ श्रीवाहरूलाई हो। तर श्रीवाहरूलाई चाहिँ त्यो पछि धेरै प्रधानमन्त्री पनि भइसक्यो र जनताहरूले विभिन्न मञ्चहरूमा अहिले पनि आवाज उठाइरहेका छन्। यसको लागि एउटा कमिसन जाँच पनि गठन गर्नुपर्ने कुरा हो। श्रीवाहरूले मारेको भन्ने कुरामा त यो ढुङ्गा माटो त्यो च्यानहरू सबै जनताहरू बोलिरहेका छन्। यसमा कुनै पनि विवाद छैन। ऊ चाहिँ नि आफू पनि यसमा रेस्पोन्सिबल भएको छ र मैले इतिहास लेख्ने क्रममा श्रीवारले भेट्न खोजेँ तर मैले भेट पाइनँ। हाम्रो धेरै किसिमको रिलेसन छ। त्यति रिलेसन हुँदाहुँदै पनि यो रिलेसन भनेको चाहिँ नाता सम्बन्धको र यो चाहिँ म गएँ तर मैले भेट्न सकिनँ र मैले मेरो किताबमा लेखेको छु उसको खुनी अनुहार देखाउन सकेन भनेर मैले चाहिँ नि त्यसमा लेखेको पनि छु। श्रीवारले आफ्नो जिल्लाका सोझा सिधा मानिसहरूलाई मार्नु हुँदैन भनेर भन्नु पर्थ्यो। त्यो नभनिकन उसले चाहिँ नि धर्म नष्ट गरेर त्यहाँ चाहिँ नि मान्छे मार्ने कामहरू गरेको छ। यो पार्टीहरू पनि उही खोला तर्यो लट्ठी बिर्स्यो अनि जस्तै म चाहिँ यसो सम्झिन्छु कि आजको मितिसम्ममा म चाहिँ एउटा गोरु रहेछु। गोरुलाई के गरिन्छ भने जोत्तासम्म चाहिँ नुन भुस दियो अनि अलि पेट अगाउँदिएर अनि ठटाउँदै जोत्नु पाइन्छ र यो कम्युनिस्टमा कार्यकर्ताहरू पनि त्यसरी नै केही हेरदेख नगर्ने अनि जोट्ने र छ। त्यस बेलाको यो अन्य सम्झिँदाखेरि त यहाँका गुन्डा दलाल मज्य प्रथाहरूलाई त अहिले पनि कता कता सम्झेर ल्याउँदाखेरि काँचो खुन पिउँदाखेरि पनि साह्रै सन्तोक हुन्छ जस्तो त लाग्दैन। दिउँसो फेरि यसो हेर्न जान्छु बसिराखेको छ हेर्दैछु के गर्नु। अब तपाईँहरू त अब नाम कमायौ हामी मर्दा त के कमाउनु। स्याल मर्यो कुट्टा मर्यो।